साथीहरू नमस्कार। मैले कहिल्यै सहयोग मागेको थिएन, तर जब मेरो जिन्दगीमा आँधी हुरी बतास सबै एकै पटक आयो, नेता कलाकार समाजसेवी पत्रकार सबैलाई मेरो समस्या सुनाए, तर सुनिदिने त्यहाँ कोही थिएन। मञ्चमा ठुला ठुला भाषण त दिन्छन्, फेसबुकमा सहयोग र सहानुभूतिका स्टाटस त लेख्छन्, तर पीडामा कसैले साथ दिँदा रहेनछन्। त्यो दिन मैले बुझे यी सबै नामका मात्रै रहेछन्, दुखी मान्छेको सहयोगी होइनन् रहेछ। मेरो भरोसा सकियो, मेरो मौन बोल्न थाल्यो। हो, भोलि मसँग भोट माग्न कोही नआओस्। यो पटक म कसैलाई भोट दिनेवाला छैन। तिमीहरू पहिले मान्छे बन, त्यसपछि मात्रै नेता बन। सहयोग पोस्टमा होइन, सङ्कटमा देखिन्छ। भोट मेरो अधिकार हो, मौन मेरो प्रतिकार हो। साथीहरू, यो भिडियो जति सक्नुहुन्छ सेयर गर्नुहोला, ताकि मेरो आवाज उनीहरूसँग पुग्न सकोस्। हस्, धन्यवाद।